भलिबलमा दादा एउटा रवि केसी भन्ने एकजना प्लेयर यङ प्लेयर मैले उसलाई लगभग लास्ट सेकेन्ड 2 सिजन अगाडिको एनबिएबाट कभर गरेको उसको त्यतिखेर ऊ गलकोटबाट खेल्थ्यो तपाईँ आजसम्म मैले भलिबल जति बुझेको छु 19 यता भलिबलको लगभग प्राय टुर्नामेन्टहरू मैले गरे पनि छु खेलाडीहरूसँग पर्सनल पनि छ सबै भलिबलसँग मेरो राम्रो छ देखाएको छु नजिकबाट धेरै जसो कम स्पाइकर छन् जोसँग नेपालमा क्वालिटी छ दादा पावर सबैसँग छ क्वालिटी कमैसँग छ इन्टेलिजेन्स कमैसँग छ रवि केसी भन्ने एकजना प्लेयर गण्डकी प्रदेशको स्पाइकर सायद 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 ऊ आजको दिनमा एउटा राम्रो स्ट्रक्चर र राम्रो स्पोर्ट्स कल्चर भएको देशमा हुन्थ्यो होला भने सायद सुपरस्टार हुन्थ्यो होला के देशको हुन त ऊ अझै पनि आफ्नो उसको एउटा छुट्टै खालको एउटा छ नेपालमा हैन तर छैन नि त मेन स्ट्रिममा रवि केसी तपाईले सुन्नु भएको थियो दादा भलिबलले मेन स्ट्रिममा ल्याउन सकेको छैन क्या बस त्यो प्लेयर मैले भने नि जेनेरेसनल कहिलेकाहीँ मौका त्यो परिस्थिति कुनै त्यो महान आमाले जन्म दिए मात्रै त्यस्तो प्लेयरहरू जन्मिने हो के सदीमा एकपटक भने पनि भयो केही भने भयो त्यो प्लेयर अब सायद आज कि भोलि अब जापान उड्यो कि